राम राम सबै नेपाली हिन्दू सनातनी साथीहरूलाई जय श्री राम। मेरो धर्मको सम्मान नगर्ने भाडमा जाओस्। अझ यो प्रचण्डे केपी शेरेका चल्लाहरू, यिनका चम्चा एल्चा बेल्चाहरू त झन् नर्कै पुगोस् के, जिउँदै नर्क पुगोस्। किनभने यिनीहरूले मेरो देशलाई धर्मनिरपेक्ष धर्महीन गराइदिएको यी कम्युनिस्ट यी साला जिहादीहरू यिनीहरू त जिउँदै नर्क जाओस्। अब म आउँ एउटा मुख्य मुद्दामा। यो कम्युनिस्टहरूले यो प्रचण्डे यो प्रचण्डेको चल्लासँग त मेरो निजी नै पर्न थालिसक्यो। म पछि कुनै दिन आउँछु, त्यसको पनि पुरै षड्यन्त्रको एकदम खुलासा नै गर्नेछु। भारतीय कम्युनिस्ट र नेपाली एकजना प्रचण्डको चल्लाले कसरी षड्यन्त्र गर्न खोज्यो गर्यो, अब त्यसको बारेमा छुट्टै हामीलाई। अर्को हाम्रो देशप्रति, मेरो निजी कुरा आफ्नो ठाउँमा छ, देशप्रति यिनीहरूले हामीलाई सबै धर्म बराबर, हिन्दू धर्म अझ अवैज्ञानिक के दुनियाँधारी हामीलाई सम्झाए होइन। मन्दिर भत्काए प्रचण्डले, 17 वर्ष मन्दिर भत्काए, चर्चको निर्माण गरे। आखिरमा लुकी यिनीहरूलाई इस्लाम र इसाई राष्ट्र कायम गर्नु थियो नेपाललाई होइन। किन यी कम्युनिस्टको विचारधारा के हुन्छ भने, तपाईँ जुनसुकै देशको हेर्नुहोस् के, जहाँ जुन देशमा जान्छन् नि कम्युनिस्ट हो, त्यो देशको सबभन्दा पहिले मौलिकता हुन्छ नि, मौलिक धर्म भन्नुहोस्, मौलिक संस्कृति भन्नुहोस्, यो कम्युनिस्टहरूले पहिले के गर्छन् भने त्यही मौलिक धर्म र मौलिक संस्कृति जो देशको पहिले मास्छन्, पहिले त्यसप्रति विरोधाभास जगाउँछन्। अर्को नयाँ कुराहरू, स्पेसका, अन्तरिक्षका, दुनियाँ, रुस, चाइना, जापान के कुरा गरेर यिनीहरूले पहिले आफ्नो नेपाल आफ्नै जस्तै हाम्रै नेपालमा यिनीहरूले पहिले दुनियाँ सिङ्गापुर बनाइदिन्छु के बनाइदिन्छु भनेर पहिले त के गर्यो भने हामी नेपालीको मौलिकता के हो त, संस्कार के हो त्यसबाट यिनीहरूले हाम्रो दिमागमा भाषणद्वारा होइन नेपाली त छोडौँ, अब सिङ्गापुर जस्तो हुनुपर्छ हाम्रो देश भन्ने हाम्रो दिमागमा यिनीहरूले कब्जा गर्यो। त्यसपछि आफ्नै धर्म विरुद्ध यिनीहरूले दुनियाँ कुरा गर्न थाले। लास्टमा हुँदै कहाँ पुग्यो भने केपी ओलीले संसद भवनमै बाइबलका कथा सुनाउन थाले। हेर्नुहोस् है, हिन्दू धर्म चाहिँ के हो हिन्दू धर्म भन्ने केपी ओलीले बाइबलका कथा चाहिँ संसद भवनमा भन्न थाले। त्यही भएर उनीहरूको विनाश निश्चितै थियो, अझै बाँकी छन्, त्यो विनाश निश्चितै छ। अब जो धर्म बेच्छ नि, धेरै अहिले खुसी भइरह होला, केही मैले हेर्दैछु अब चामलमा धर्म बेच्नेहरू दुनियाँ अब कुरा गर्न थालिसकेका छन्। यी हर्के रवि बालेनहरू, यिनीहरूका चल्लाहरू पनि प्रचण्ड शेरे र केपीकै चल्लाकै कम्पिटिसनमा आइसके। यिनीहरूले हाम्रो संस्कृति धर्मलाई मासेर होइन सबै धर्म मान्नुपर्छ भन्नेमा आइसके होइन। तर यिनीहरूलाई म भन्छु, हेर त यो हिजो मात्र ट्रम्पले के भनेका छन्, नाइजेरियामा इस्लामिकहरूले धेरै क्रिस्चियनहरूलाई नाश गर्न थालेको, मार्न थालेको विरोधमा डाइरेक्ट अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले थ्रेटन दिएछन् कि म क्रिस्चियनलाई सेभ गर्छु अरे, म क्रिस्चियनको लागि मैले जे पनि गर्न तयार छु र क्रिस्चियनलाई मार्न छोडेनौ भने म आफ्नो सेना पठाउँछु र क्रिस्चियनको जसरी पनि सुरक्षा गर्छु भनेछन्। यदि धर्म केही होइन भने त डोनाल्ड ट्रम्पलाई, अमेरिकाको राष्ट्रपतिलाई किन बोल्नु पर्थ्यो क्रिस्चियन धर्मलाई म सम्मान गर्छु, क्रिस्चियन धर्मको म सुरक्षा गर्छु भनेर? उसको लागि पनि त ऊ त वैज्ञानिक होइन र बहुत पढे लेखाका अमेरिकाका राष्ट्रपति होइन। हामी नेपालीले यी प्रचण्डले सिकाएको अमेरिकन जस्तै बन्नुपर्छ भनेको होइन यिनले हामीलाई। ऊ छ त अमेरिकनले आइसक्यो त अब आफ्नो औकातमा, धर्म नै सबै चिज हो, मेरो धर्म हिंसा, मेरो क्रिस्चियनलाई कसैले हिंसा गर्यो भने म सही सक्दिनँ भनिसक्यो त ट्रम्पले होइन र। तर हाम्रो देशमा चाहिँ सबै धर्म बराबर हुनुपर्ने, थुइक्क तिम्रो मुजी प्रचण्ड साला केपी प्रचण्डे मधेसवादी जसले मेरो देशको मौलिकता संस्कार सिध्याउन खोज्यो, तिनीहरूलाई त कहिले पनि माफ गर्दिन कुनै हालतमा। कुनै पनि यदि सच्चा नेपालीका सन्तान छन् भने यिनीहरूलाई त भोट माग्न आउँदाखेरि थप्पड हानेर पठाउनुपर्छ। हामीलाई अमेरिका जस्तो बन्नुपर्छ, धर्ममा फस्नुहुन्न भनेर सिकाएको अमेरिका आफै आज धर्ममै उसको लागि धर्मै सबभन्दा ठुलो छ त। एउटा मुसलमान, नेपालको होस् भारतको होस् दुनियाँको कुनै पनि कुनाको मुसलमान, केही सम्बन्ध छैन फिलिस्तिनी मुस्लिमहरूसँग। डिएनए पनि यिनीहरू नेपाल भारतमा बस्ने मुस्लिमहरूको डिएनए त हामी हिन्दूसँग मिल्छ यदि चेक गरायो भने, फिलिस्तिनको मुसलमानसँग त डिएनए पनि मिल्दैन के। तर उनीहरूले फिलिस्तिनको सपोर्ट गर्ने एउटा धार्मिक हिसाबले मात्रै 58-59वटा धार्मिक राष्ट्रै बनाउने, 100भन्दा बढी क्रिस्चियन राष्ट्रै बनाउने, एउटा हिन्दू राष्ट्र नेपालको कुरा गर्यो भने धर्म के हो अरे? यो जायज कुरा हो त? हुँदै होइन। यिनीहरूलाई सबलाई यो धर्म के हो भन्ने मान्छेलाई तुरुन्त यिनीहरूलाई जेल हाल्नुपर्छ। धर्म नै सबै चिज हो, होइन भने जाऊ गएर ट्रम्पलाई सम्झाऊ, जाऊ गएर 100वटा भन्दा बढी चाहिँ इसाई राष्ट्रलाई सम्झाऊ, धर्म केही होइन, तिमीहरू सबै सेकुलर बन
हरेक धर्मको सम्मान गर भन न। 100 भन्दा बढी क्रिस्चियन धर्म मान्ने देशहरूलाई, 58-59 भन्दा बढी मुस्लिम राष्ट्रहरूलाई सम्झाउन त्यहाँ धर्म केही पनि होइन भनेर। बङ्गलादेशमा त्यत्रो हिन्दूहरूलाई मार्यो काट्यो, पाकिस्तानमा त्यत्रो हिन्दूहरूलाई मार्यो काट्यो, न ट्रम्पले बोल्यो न कुनै मुसलमानले बोल्यो। हाम्रो त्यहाँ 11 जना 10 जना उसमा इजरायलमा चाहिँ फिलिस्तिनी आतंकवादी हमासहरूले मार्यो काट्यो, सबै हिन्दू भएकै नाताले मारेको हो। एकजना एकचोटि त ट्रम्पले बोलेन, कोही पनि बोलेन। हामी भने म हिन्दू भएको नाताले, म नेपाली हिन्दू भएको नाताले म हिन्दू मेरो धर्म सर्वोपरि हो भन्न नपाउने? अब यस्ता कुरा नसिकाए यो कम्युनिस्ट प्रचण्डे। अब सिकाइस् भने तिमीहरूको खैरियत छैन। हुन त साथीहरू एउटा कुरा हेर्नुहोस्, नेपालीले भन्दा बढी यो कुरा बुझ्नै सक्दैन। तपाईँ हाम्रो आँखा अगाडि छ। हामीलाई धर्म विरुद्ध हाम्रै संस्कार मेटाएको, हाम्रो देशलाई धर्महीन गराएको, हिन्दू राष्ट्र हटाएर यिनीहरूको हेर्नु न के भएको छ। प्रचण्डे भ्याइसक्यो, सिद्धिसक्यो उसको। अबको चुनावमा मलाई लाग्छ प्राय ठाउँमा जमानत जब्दै हुने हो। उनलाई जनताकोमा भोट माग्न गयो भने पिटेर पठाउँछ, थाहा छ प्रचण्डलाई। त्यही भएर दुनियाँ जहान सानोतिनो पार्टीहरूसँग उसले चाहिँ अहिले अब एकता गरौँ के गरौँ भनेर उसले दुनियाँ नारा दिएर चाहिँ तपाईँको एकजुट हुन खोजेछन्। हो, दुश्मनहरू एकजुट हुँदैछन् है साथीहरू, यो पनि सही कुरो हो। यिनीहरूलाई एकजुट गराएर मेटाउनुपर्छ। अर्को तपाईँको शेरे हेर्नुहोस् त, यत्रोचोटि प्रधानमन्त्री बन्दाखेरि पनि त्यत्रो बुढाबुढी पिटाइ खाए। केपी ओली हेर्नुहोस् त, चोर जस्तै भएर हिँड्नु परेछ त्यत्रोचोटि प्रधानमन्त्री भइसक्दाखेरि पनि। अनि यिनीहरूको जसले हाम्रो प्रचण्डको हेर्नुहोस् त, एकजना छैन कि उसको घर परिवारमा। त्यत्रो हाम्रो 70,000 त उसको अनुसारले 50,000 मान्छे मारेको, अझ हिन्दू मारेको। त्यो प्रचण्डको घरमा उसको मरेको बेला मलाई लाग्छ फाल्नुपर्छ उसलाई, उसको लास। अन्तिम क्रिया गर्ने मान्छे छैन उसँग भनेपछि अब पनि यिनीहरू तपाईँहरू साथीहरू यदि बुझेनौँ भने धर्म छोड्नुभयो भने अन्तोगति यी शेरे देउवा प्रचण्डे जस्तै हुन्छ के। मधेसवादीहरू अझ लाइनमै छन्, बाँकी छन्, उतातिर ध्यान नगएको मात्रै हो केन्द्रको। एकचोटि आओस् न, धर्म सापेक्ष राजा सहितको हाम्रो देश बनोस् न। हाम्रो जुन संस्कार छ नि, मौलिक संस्कार, त्यो संस्कारमा एकचोटि आओस् न मात्रै। त्यसपछि बाँकी रहेका नेताहरूको पनि 3 पुस्तेको सबैको सम्पत्ति छानबिन गरेर यिनीहरूलाई जेलमै कोत्नुपर्छ। देश बाहिर पनि जान दिनुहुन्न। आज तपाईँको एउटा न्युज सेतो पार्टीमा मैले हेरेको थिएँ, ऊ हेर्नुहोस् तल मैले हालेको छु। तपाईँको एमालेकै हाल हेर्नुहोस् न, तराईमा जतिजना उसको सदस्य छ नि त्यति भोट पनि आउन्न अरे के। यस्तो त छ यिनीहरूको हालत। यिनीहरूले हामीलाई चाहिँ ठुला नेता, आफू चाहिँ ठुला नेता भएको भनेर सिकाउने अनि हामी ताली पड्काउने। यिनीहरू सबलाई अब जेल कोत्नुपर्छ। अब हामीसँग एउटै उपाय छ, हिन्दू सनातन वैदिक राष्ट्र बौद्ध किराँत सहितको धर्म सापेक्ष राष्ट्र स्थापना गर्ने र त्यो हाम्रो देश र धर्मको सुरक्षाको जिम्मा जसले यो देश बनायो त्यही राजा शाहपरिवार राजालाई गद्दीमा बसाएर हाम्रो देश र धर्मको सुरक्षाको जिम्मा उहाँलाई दिने। अर्को तपाईँ हामीसँग अर्को कुनै उपाय छैन साथीहरू। अब त बुझ्नुहोस्, तपाईँ हामीलाई धर्म केही होइन भनेर सिकाउने, अमेरिकासँग सिक्नुपर्छ भनेर भन्ने अमेरिकाकै राष्ट्रपति धर्मप्रति आइसक्यो। धर्ममा धर्म उसको लागि धर्मै ठुलो हो भनेर भनिसक्यो। एउटा मुसलमानले फिलिस्तिनको मुसलमानको लागि नेपालमा बाटो जाम गरेर जिन्दाबाद मुर्दाबाद गर्न थालिसक्यो भनेपछि सबै धर्मको लागि धर्म सर्वोपरि, हिन्दूको लागि मात्र धर्म चाहिँ सर्वोपरि नहुने, यो गद्दारी हो, दोगलागिरी हो। साथीहरू सचेत हुनुहोस् र आफ्नो धर्मलाई चिन्नुहोस्, एकजुट हुनुहोस्। अहिलेलाई यति नै। जय श्रीराम, जय सनातन धर्म, हिन्दू राष्ट्र नेपालको जय होस्, सनातन धर्मको जय होस्।